ल साथीहरू हामी यो मछापुछ्रे गाउँपालिका वडा नम्बर 2 खैमराङको बसेराको शिवजी मन्दिरको यात्रा सानो मिनी ब्लग गराउन जाँदैछौँ। त्यो मन्दिरमा गएर चाहिँ आछुछु भन्न पाइँदैन रे मैले सुनेको। त्यहाँ चाहिँ कति पर्सेन्ट माग हुन्छ अरे त्यहाँ आएको भगवानको? कति पर्सेन्ट माग हुन्छ भन्थे हिजो? माग पुरा हुन्छ भन्थे। यहाँ चाहिँ भगवानसँग माग गऱ्यो भने सम्पूर्ण मागहरू पुरा हुन्छ भन्ने चाहिँ यहाँको बासिन्दाहरूको मा रहेको छ। हामी यो कास्की मछापुछ्रे 2 खैमराङमा छौँ। यहाँ सम्पूर्ण तामाङ जातिको बसोबास रहेको छ। खासमा यो भलिबल गेमको लागि आएको थिएँ र यो बसेराको शिवजी मन्दिरको दर्शन गर्ने मौका पाएँ। यो चाहिँ दर्शन तीर्थयात्रीहरूको चाहिँ बाइक हो। यहाँ त अझै राति 1 बजेदेखिबाट राति 1 बजे हुन्छ भनेको होइन, धेरै मान्छे एकदम घुइँचो हुन्छ त्यो राति 1 बजे। गाडी रिजर्भ ट्याक्सीहरू बाइकहरू। तर यहाँ चाहिँ राति 1 बजेबाट सुरु हुने होइन पूजा। तर हामी चाहिँ यहाँ हामी चाहिँ सबैभन्दा जागिरिलो मान्छे पऱ्यो, त्यही भएर भर्खर जाँदैछौँ होइन। है वी आर अबाउट टु डेस्टिनेसन। हामी ठक्कै लाग्यो। हामी पुग्न लागेको छ है साथीहरू। हामी पुग्नै लाग्यो है बसेराको शिव मन्दिर। अनि खुट्टा कसरी धुने त? यहाँ चाहिँ हात खुट्टा मुख धोएर जानु चाहिँ बल्ल जानु पायो भने। अरे मेप्राङ छेकिन रहेछ। हामी तल खैमराङबाट चाहिँ हिँडेर आएको है। हामी चाहिँ यहाँदेखि कसो टचै भएन हौ। टच भएन। हामी यो ठाउँदेखि हिँडेर आएको यो खैमराङ हो। अनि यो चाहिँ खेप्राङ, यो खैमराङ भइहाल्यो। तलको चाहिँ चेम्लुङ, यो चेम्लुङ हो। अनि यो चाहिँ चौरा तातोपानी जाने बाटो हो। यो चाहिँ घले खर्क है। यो मछापुछ्रे गाउँपालिका वडा नम्बर 2 खैमराङबाट लिएको दृश्य हो। हामी बसेराको शिव मन्दिरमा आइसकेका छौँ। यो शिव मूर्तिमा चाहिँ के विश्वास रहेको छ भने जति पनि कुराहरू माग गरिन्छ र माग गरेको कुराहरू पुरा हुने जनविश्वास रहेको यो मन्दिर वर्षमा 2 पटक मात्र खुल्छ। अथवा माघे सङ्क्रान्तिको दिन खुल्छ भने अर्को शिवरात्रिको दिन है। वर्षमा 2 पटक मात्र पूजा हुन्छ यो मन्दिरमा। यहाँ त घुमेर जाने हो। भित्रबाटै जानु त घुमेर मजा आउँछ।
यो चाहिँ घुमेर जानुपर्ने रहेछ यो बसेराको शिव मन्दिर के हो त्यो टिका लाउने रे बसेराको के अरे महादेव मैले शिव पो भनिरहेको न हो पहिला साराउ न हो साथीहरू यहाँ चाहिँ विभिन्न किसिमका आकृतिहरू पनि रहेको थियो एकछिनै पछाडिको साथीहरू पहिला नबढाउनु होला अनि यो चाहिँ टिका लगाउने रे खास महादेव चाहिँ उहाँ नै हुनुहुन्छ महादेव हेलो महादेव रे यहाँ चाहिँ भक्तजनहरूको एकदम घुइँचो माथि जान पाइन्न होला मसित भेटिन अझै मैले चाहिँ भेटेन धन्यवाद पूजा आज अनि यहाँ तलदेखि घुमेर आएको खै साथी म अगाडि बढ्छु है हामी पनि घन्टी बजाइदिउँ न हाम्रो बसेराको महादेवको मूर्ति र यो मन्दिरमा चाहिँ बिहान 1 बजे मतलब रातिको 1 बजे खुल्छ रातिको 1 बजे यहाँ यति भिड हुन्छ राति 1 बजेबाट सुरु भएको पूजा अझैसम्म अहिले ठ्याक्कै भन्नुपर्दाखेरि अहिले 8:30 गएको छ यति बेलासम्म पनि एकदमै अहिले चाहिँ एकदमै पातलो रूपमा घुइँचिरहेको छ राति 1 बजे चाहिँ यहाँ लाइनहरू भनेको चाहिँ यतासम्म हुन्छ उतासम्म हुन्छ त्यही भएर यो भिड भएको भएर चाहिँ यो लाइनमा बस्ने भक्तजनहरूको लागि सेफ्टीको लागि यहाँ छेउमा चाहिँ बार लगाइएको छ उतैसम्म हुन्छ राति 1 बजे आउनुभयो भने लामो हुन्छ लाइन हामी चाहिँ भिडमा नबसौँ भनेर यति बेला आएको ठ्याक्कै 8:30 भएको छ साथीहरू कस्तो लाग्यो प्रतिक्रिया दिनु होला लाइक सब्सक्राइब सेयर कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला।